पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार भक्तपुर स्थित गुण्डुबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले ओलीलाई जरुरी पक्राउ पूर्जी समेत थमाएको जनाएको छ। शुक्रबार नयाँ सरकार गठन भएसँगै बसेको मन्त्री परिषद बैठकले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उक्त आयोगले ओलीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। चैत्र 24मा बुझाइएको प्रतिवेदनका आधारमा मन्त्री परिषदले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। भदौ 23 र 24मा भएको जेनजी प्रदर्शनका क्रममा बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ। उक्त प्रदर्शनमा 76 जनाको मृत्यु भएको बताइएको छ।